होली वाइन काण्डमा केपी ओलीलाई पक्राउ गर्नुहुन्छ भन्ने कुरा आशा छ हामीलाई। गिरिबन्धु टी स्टेट घोटाला प्रकरणको छानबिन हुन्छ, केपी शर्मा ओलीलाई हत्कडी हाल्नुहुन्छ भन्ने कुरामा आशा छ। हामीलाई आशा छ 4G घोटाला काण्डमा गोकुल बास्कोटा लगायतलाई जेल लिनुहुन्छ भन्ने कुरामा आशा छ। ललिता निवास प्रकरण काण्डमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई पक्राउ गर्नुहुन्छ भन्नेमा आशा छ। होइन भने दुईजना पुलिसलाई सरुवा गरेर गृहमन्त्रीको काम होइन। पुलिस सरुवा गर्ने त गृहमन्त्री नै हुनु पर्दैन नि, सिडिओले गरिहाल्छ। दिनपछि एउटा इमान भन्ने चिज त हुन्छ। हिजो राजाको छोरो राजा भयो भनेर विरोध गर्नेहरू आज प्रचण्डका 17 जना मान्छे तपाईँको राष्ट्रका ठुल्ठुला ओहदामा छन्। अनि यो व्यवस्थाले जनताको गणतन्त्रको महत्त्व गर्छ। 84 भन्नुस् घौरासी भन्नुस्, के आउने हो? कालेको ठाउँमा राते आउने, रातेको ठाउँमा सेते आउने। हिजो यी तिमीहरू सबै मिलेर सरकार चलाऊ, हामी बाहिर बस्छौँ भने आएनन् हाम्रो गृहमन्त्रीज्यूले। आज उहाँसँगै मिल्न जानु पर्यो त। कहाँको गणतन्त्र भयो यो? कहाँको प्रजातन्त्र भयो? 11% भोट ल्याएको मान्छे देशको प्रधानमन्त्री हुने, 89% भोट ल्याएका जनता चाहिँ बाहिर सडकमा हुने भने चुनाव किन गर्ने? गट्टा खेलौँ, यत्रो गट्टा राखौँ, त्यसभित्र काङ्ग्रेसको कति सिट, माओवादीको कति सिट, राप्रपा कति सिट, रासपाको कति सिट, ठक 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 गरौँ। किनभने किन पैसा खर्च गर्ने? चिट्टा तानौँ, त्यसलाई जति चिट्टा पढ्यो त्यति सिट बाँडेर सरकार चलाए भइगयो त। किन चुनाव गर्नु?